सरकारको समीकरण चेन्ज भएसँगै परिवर्तन भएसँगै यो पुलको रकम पनि चटक्कै काटेर फालिएछ। 1,77,00,000 इस्टिमेट गरेर 1,77,00,000 बजेट विनियोजन भएको 2081-82 को अर्थ मन्त्रालयको राष्ट्रिय बजेटको रातो किताबमा देखिन्छ। तर त्यो बजेट राजनीतिक समीकरण सरकार सत्ताको समीकरण चेन्ज भएसँगै त्यो बजेट पनि काटेर फालियो छ। यहाँका बिरामीहरू सहजै रूपमा उपचार चाहिँ पाउन् भन्ने हेतुले अहिले चाहिँ यहाँको अस्थायी पुल निर्माण गर्न लागेका छौँ। यो छाँगाबाट डोकोमा बोकेर अस्पतालसम्म पुर्याउन बाध्य छन् यहाँका नागरिकहरू। लेकिन बाध्य भइसकेपछि एउटा वडा अध्यक्ष जनप्रतिनिधि जो हुनुहुन्छ, वर्तमानको वडा अध्यक्ष जनप्रतिनिधि हुनुहुन्छ, उहाँ पनि विवश हुनुभयो। बर्खा लागेर बिरामीहरू हिँड्नु पर्ने भिरको बाटो विभिन्न ढुङ्गा खसेर चोट लाग्ने भन्ने डर, खोला तरेर जामुन बगाउने डर, पुलको समस्याले गर्दा रुन्टीगढी गाउँपालिकाको 8 नम्बर वडामा रहेको यो रानीबास खोलाको बिजोगलाई अहिलेका सांसद मन्त्रीज्यूले हेर्नुहोला र तपाईहरुलाई लाज लाग्छ कि लाग्दैन। हामीहरुलाई तपाईहरुलाई देखेर लाज लाग्यो। यो राज्यले बाटो त खन्दियो, यो बाटो के काम गर्छ? बर्खा चल्दैन, 6 महिना चल्छ, 6 महिना चल्दैन, यो के काम गर्छ? यसको लागि तत्काल पुल बनाउन पर्ने हो। पुल नहुँदाखेरि चाहिँ एकदमै यहाँको जनताको जीवनस्तर चाहिँ एकदमै गाह्रो छ हिँड्नलाई। पुल बर्खामा चाहिँ ठुलै भल आउँछ सर। यहाँ त यति पुरा भलले चाहिँ यहाँनिर ठुलै भल आउँछ। कुनै पनि मान्छे त के गाडी कुनै पनि केही पनि नजाने अवस्था हुन्छ। कुनै पनि हाम्रो वैकल्पिक बाटोहरू छैन। मेन द्वार नै यही हो। यहाँको कपुरकोट गाउँपालिकाको 1 र 2 नम्बर हिँड्ने, त्यसपछि चाहिँ त्रिवेणी गाउँपालिका लगायत रुन्टीगढी गाउँपालिकाको चाहिँ अधिकांश मान्छेहरू हिँड्ने मेन द्वार चाहिँ यही हो। यसैलाई नै अहिले चाहिँ सरकारको ध्यान आकर्षण भएन। हामी त फर्केर कि त कपुरकोट भएर जानु पर्यो, कि त फेरि होलेरी भएर घोराइ झर्नु पर्यो। त्यसले गर्दाखेरि हामीलाई साह्रै समस्या त्यही हो। दर्शकबिन, कपुरकोट गाउँपालिकाको 1 नम्बर वडा र 2 नम्बर वडा, त्रिवेणी गाउँपालिकाको पुरै त्रिवेणी गाउँपालिकाका मानिसहरू र रुन्टीगढीका 3वटा वडामा बसोबास गर्ने नागरिकहरू वर्षायाममा यही खोलासँग पौठेजरी गर्दै खोला तर्ने गर्छन्। र तपाईं हेर्दै हुनुहुन्छ रियल मिडिया नेपाल युट्युब च्यानल। सधैँका लागि सबैका लागि रियल मिडिया नेपाल युट्युब च्यानल। मैले सकिन म विवश भएँ। यो क्षेत्रका 25,000 कम्तीमा 25,000 घरधुरीले आवत जावत गर्ने यो बाटो रुन्टीगढी गाउँपालिका वार्ड नम्बर 8 र रुन्टीगढी गाउँपालिका वार्ड नम्बर 6 को सिमानामा पर्ने बीचमा पर्ने रानीबास खोलामा मैले पुल बनाउन सकिनँ। तर म विवश छु। तर म स्थानीय स्रोत साधनबाट काठको भए पनि पुल बनाउँछु। तसर्थ यो भनाइ मेरो होइन, यो भनाइ हो रुन्टीगढी गाउँपालिका वार्ड नम्बर 8 का वडा अध्यक्ष 34 वर्षीय तुलसी पुन मगरको। दर्शकबिन, रुन्टीगढी गाउँपालिका वडा नम्बर 6 र 8 को बीचमा रहेको यो रानीबास खोलालाई वर्षायाममा कति सय घरधुरीले यो तर्न विवश छन्। दर्शकबिन, कपुरकोट गाउँपालिकाको 1 नम्बर वडा र 2 नम्बर वडा, त्रिवेणी गाउँपालिकाको पुरै त्रिवेणी गाउँपालिकाका मानिसहरू र रुन्टीगढीका 3वटा वडामा बसोबास गर्ने नागरिकहरू वर्षायाममा यही खोलासँग पौठेजरी गर्दै खोला तर्ने गर्छन् र अस्पतालसम्म पुग्ने गर्छन्। न्यूनतम आवश्यकता पर्ने चिजहरू सामानहरू किन्न दाङको तुलसीपुर वा दाङको पर्सेनी वा बिजोरीसम्म पुग्ने गर्दछन्। दशकौंदेखि यो बाटो त बन्यो तर पुल बन्न सकेन। वर्षायाममा यदि यी 12वटा वडाका नागरिकहरू बिरामी भए भने डोकोमा बोकेर अस्पताल लैजानको लागि कुन छाँगाको बाटो प्रयोग गर्छन् म तपाईहरुलाई देखाउँछु। रुन्टीगढी यो सल्यानको यो 8 नम्बर यो रुन्टीगढी गाउँपालिकाको 8 नम्बर वडाको यो छाँगो तपाईहरुले देख्नुभयो। तपाईहरुलाई म देखाइरहेको यो छाँगाबाट डोकोमा बोकेर अस्पतालसम्म पुर्याउन बाध्य छन् यहाँका नागरिकहरू।
बाध्य भइसकेपछि एउटा वडा अध्यक्ष जनप्रतिनिधि जो हुनुहुन्छ वर्तमानको वडा अध्यक्ष जनप्रतिनिधि हुनुहुन्छ उहाँ पनि विवश हुनुभयो र म अब चिउराको रुख ढालेर भए पनि सल्लाहको रुख ढालेर भए पनि म मोटरेबल पुल त बनाउन सक्दिनँ तर मोटरसाइकलसम्म हिँड्ने पुल म निर्माण गर्छु भनेर आफै फिल्डमा खटेर ढुङ्गा बोकिरहेका अब रुख ढाल्न तयार भएका एकजना विवश जनप्रतिनिधिसँग हामीले थोरै प्रतिक्रिया मागेका थियौँ र उहाँले आफ्ना पीडाहरू र आफू विवश भएको कुरा तपाईँहरू माझमा राख्नु भएको छ र हामीलाई दर्शाउनु भएको छ। यसमा चाहिँ बर्खा मासमा धेरै चाहिँ समस्या हुन्छ। त्यो समस्यालाई मध्यनजर गर्दै हामीले चाहिँ धेरै समस्याका बावजुदमा पनि यहाँको चाहिँ यो पुलको लागि मोटरेबल पुलको लागि डिपिआर गर्दै सङ्घीय कार्यक्रमको लागि पोहोर साल हामी यहाँको स्थानीय तहका चाहिँ पार्टी प्रतिनिधि लगायत हामी जनप्रतिनिधिहरू गएर काठमाडौँमा गएर बजेटहरू यहाँको समस्याहरू पेश गरेका थियौँ। पहिलेको सरकारले गरेको चाहिँ बजेट विनियोजन गरेको बजेटलाई अहिलेको हालको चाहिँ गठबन्धन सरकारले कटौती गरिदियो। त्यो कटौती गरिसकेपछि अब यो ठुला दलका नेताहरूको राजनीतिक प्रतिशोधका कारणले यहाँको चाहिँ हामी तल्लो तहका स्थानीय सरकारका प्रमुख लगायत हामी वडा अध्यक्षहरू र यहाँका स्थानीय जनताहरूको अर्को विकल्प केही नलागिसकेपछि बर्खा मासमा यहाँको सुत्केरी हुनको लागि दाङसम्म जानलाई यहाँका बिरामीहरू सहजै रूपमा उपचार चाहिँ पाउन् भन्ने हेतुले अहिले चाहिँ यहाँको अस्थायी पुल निर्माण गर्न लागेका छौँ। यो बिल्कुलै चाहिँ नयाँ चाहिँ जनश्रमदान मार्फत निर्माण गर्ने भन्ने सोचेर यो काम थालनी गरिएको छ। लागत यसरी जाने भन्ने हाम्रो कुनै चाहिँ प्राविधिक इस्टिमेट छैन। मात्रै हाम्रो चाहिँ एउटा सोच के भयो भने यो 6 महिना चाहिँ मान्छे आवागमन एकदमै थपक्कै हुन्छ। कुनै पनि हाम्रो वैकल्पिक बाटोहरू छैन। मेन द्वार नै यही हो। यहाँको कपुरकोट गाउँपालिकाको 1 र 2 नम्बर हिँड्ने, त्यसपछि चाहिँ त्रिवेणी गाउँपालिका लगायत रुन्टीगढी गाउँपालिकाको चाहिँ अधिकांश मान्छेहरू हिँड्ने मेन द्वार चाहिँ यही हो। यसैलाई नै अहिले चाहिँ सरकारको ध्यान आकर्षण भएन। अब तपाईँ अहिले आफै काममा खटिनु भएको छ, आफै श्रमदान गरिराख्नु भएको छ। अब तपाईँले यो श्रमदान गर्दाखेरि देखाउनलाई गरिरहेको छ, हेर्दै जान्न कसरी सफल पार्दो रहेछ, कहिले सफल पार्दो रहेछ भन्ने पनि होला नि। त्यहाँहरूलाई के भन्नुहुन्छ? होइन, त्यस्तो त अब त्यहाँहरूलाई त कि यो बाटो चाहिँदै नचाहिनेले भन्नु होला कि त चाहिँ अब एउटा मानसिक हिसाबले चाहिँ अलि असन्तुलन भएको व्यक्तिले भन्ला होइन। तर राम्रै व्यक्तिले एउटा चाहिँ समाजसेवा गर्छु भन्ने सोचका हिसाबले अगाडि बढेको समाजमा रहेको व्यक्तिले त्यस्तो नभन्ला। अब तपाईँ एउटा रुन्टीगढी गाउँपालिकाको 8 नम्बरको वडा अध्यक्ष अभिभावक, गाउँपालिकाबाट तपाईँ यहाँ खटिँदै गर्दाखेरि गाउँपालिकाबाट कुनै आशा छन् हामी पनि सहयोग गर्छौँ भन्ने खालको कुराकानी आएको छ कि छैन? अहिलेसम्म त्यस्तो आएको छैन। तर हामीले चाहिँ अपिल गर्ने हो भने गर्नुहुन्न जस्तो लाग्छ। तर हामीले यस्तो कार्य थालनी गरिसकेपछि हामीले यो गर्नुहोस् है भन्दा पनि गर्छौँ भन्ने सबै लाग्ने हो भने राम्रो होला भन्ने मलाई लाग्छ। अब अहिले कति जति काम बन्यो, अब बन्न कति बाँकी छ? बन्न त अब धेरै नै टाइम लाग्ने छ। अहिलेसम्म यो वाल लगाइराख्नु भएको छ। अहिले हामी आएर पनि ढुङ्गा बोक्ने काम गरेका छौँ। पारी पनि ढुङ्गा बोक्ने, बालुवाहरू सङ्कलन गर्ने, यहाँ चाल्ने कामदेखि थुप्रै कामहरू छन्। भोलि पनि काम धेरै होला। तर बन्दै जाँदाखेरि कस्तो खालको पुल बन्ने हो, कसरी चाहिँ बनाउने हो भन्ने हामीलाई चिन्ता लागेको छ। बन्न चाहिँ जसरी भए पनि हामीले बाइक हिँड्ने मान्छेलाई चाहिँ सहज रूपमा वारपार गर्न हुने खालको चाहिँ बनाउँछौँ। अन्तिममा केही भन्नु छ अरू? अन्तिममा त मेरो भन्नु केही छैन होइन। अब यो स्थानीय बासिन्दालाई सहयोग पुग्ने कुरालाई हजुरहरू जो कोही जहाँ कहीँबाट हेर्नुहुन्छ तपाईँहरूले चाहिँ जति सक्दो आफ्नो ठाउँबाट सहयोग गरिदिनुहोस् र हामीले चाहिँ सोचेको भन्दा हाम्रो अपेक्षित भन्दा अझ राम्रो चाहिँ पुल बनाउन सकौँ भन्ने अपिल पनि गर्न चाहन्छु। तस्बिन
यो पुलको एउटा इतिहास छ। यहाँ पुल बन्नुपर्ने भनेर 2079-80मा यहाँको ल्याब टेस्ट गरेको इतिहास भेटिन्छ। ल्याब टेस्ट भयो। ल्याब टेस्ट पछाडि नेताहरूले भाषण गरे यहाँ आएर कि हामी छिट्टै पुल निर्माण गर्छौँ भनेर चाहिँ यहाँ भाषण गरे। त्यस पछाडि 2080-81मा रुन्टीगढी गाउँपालिकामा बनाइने भौतिक संरचनाका विकासका लागि रकम भनेर अर्थ मन्त्रालयले रकम विनियोजन गरेको देखिन्छ। रकम विनियोजन गरे पश्चात जुन त्यति बेलाको एउटा समीकरणको सरकार थियो, सरकारको समीकरण चेन्ज भएसँगै परिवर्तन भएसँगै यो पुलको रकम पनि चटक्कै काटेर फालिएछ। 1,77,00,000 इस्टिमेट गरेर 1,77,00,000 बजेट विनियोजन भएको 2080-81-82 को अर्थ मन्त्रालयको राष्ट्रिय बजेटको रातो किताबमा देखिन्छ। तर त्यो बजेट राजनीतिक समीकरण सरकार सत्ताको समीकरण चेन्ज भएसँगै त्यो बजेट पनि काटेर फालियो छ। यी 12वटा वडाका नागरिकहरूले दुःख पाउने, शास्ति पाउने, ज्यान गुमाउने क्रमलाई चाहिँ भङ्ग गरिएन छ, त्यसलाई यथावत राखिएछ। धन्यवाद भन्छु म तपाईहरुलाई। सत्ता समीकरणसँगै बजेट पनि परिवर्तन गरिदिने त्यो सरकारलाई धन्यवाद भन्छु। तपाईहरु अरु त केही गर्न सक्नुहुन्न, अरु केही गर्न सक्नुहुन्न। रुन्टीगढी गाउँपालिकाका 3 वडाका नागरिकहरू, त्रिवेणी गाउँपालिकाका 7वटा वडाका नागरिकहरू र कपुरकोट गाउँपालिकाका 2वटा वडा गरी 12वटा वडाका नागरिकहरूलाई यो खोलामा बगाउने तपाईहरुको योजना सम्पन्न होस्, सफल होस्। तपाईहरुलाई धन्यवाद दिए। अहिले वडा अध्यक्षज्यू जो तुलसी पुलले बनाउन लाग्नु भएको छ यहाँ यो खोलाको बीचमा यो यहाँदेखि आएर यहाँबाट एउटा चाहिँ काठको लिङ्गो भए पनि तेर्साएर भए पनि यहाँबाट यो म पूर्वी भूगोलमा छु। रुन्टीगढीको 6 नम्बर वडाको यो भूगोल हो। यो 6 नम्बर वडाबाट जोडेर यता 8 नम्बर वडा रुन्टीगढीको 8 नम्बर वडाको यो ढुङ्गोमा यहाँबाट यो ढुङ्गामा एउटा काठको लाखको हालेर भए पनि मोटरसाइकल मात्रै वर्षायाममा मोटरसाइकलले मात्रै खोला तर्ने पुल बनाएर बिरामी नागरिकहरूलाई त्यही मोटरसाइकलमा चढाएर अस्पतालसम्म पुग्ने बाटो म जसरी पनि बनाउँछु। म देखाउँछु तपाईहरुलाई तुलसी पुलको व्यवस्था र विवश भएको निरीह एउटा जनप्रतिनिधिले जुन एउटा आर्ट गर्नुभयो, साहस गर्नुभयो, त्यो साहसलाई म तपाईहरुको माझमा छायाङ्कन गरेर देखाउँछु। यहाँबाट पश्चिमतर्फ त्यो रुन्टीगढीको 8 नम्बर वडा, यो 6 नम्बर वडा, त्यो 8 नम्बर वडामा जोड्ने यहाँ पुल बनाउनुहुन्छ। यो देशमा एउटा सांसदको तलब नै बिना कामको सांसद, त्यो पनि सांसदको तलब नै महिनाको 1.5 लाख रुपियाँ हुन्छ। महिनाको 1.5 लाख रुपियाँ हुन्छ यो देशको सांसदको तलब भने। तर यो खोलाको लम्बाइ जम्मा 35 मिटर मात्रै छ। 35 देखि 32 मिटर लम्बाइ भएको खोलामा एउटा मल्टिसेल कल्भर्ट बनाउन सक्दैन। तर एक महिनामा एक पटक, 6 महिनामा 2 पटक बैठक बस्न जाने सांसद, राष्ट्रिय सभाका सांसद तलब कति छ भने 1,50,000 रुपियाँ छ। एक वर्षमा 12 लाख 18 लाख रुपियाँ उनले तलब मात्रै बुझ्छन्। तर यो 35 मिटर मात्रै लम्बाइ भएको खोलामा जम्मा मुस्किलले 4वटा सेल बनेको एउटा मल्टिसेल कल्भर्ट बन्यो भने यहाँ पुल बन्छ। यो क्षेत्रका जुन सुत्केरी महिला छन्, बालबालिका छन्, अस्पतालसम्म जानको लागि, विद्यालयसम्म जानको लागि त्यो पुल तरेर जाने सुविधा बन्छ। तर त्यतातिर ध्यान छैन। रुन्टीगढी गाउँपालिकाको 8 नम्बर वडामा रहेको यो रानीबास खोलाको बिजोगलाई अहिलेका सांसद मन्त्रीज्यूले हेर्नुहोला र तपाईहरुलाई लाज लाग्छ कि लाग्दैन? हामीहरुलाई तपाईहरुलाई देखेर लाज लाग्यो। वर्षको 18 लाख तलब बुझ्नुहुन्छ। एउटा 35 मिटर लामो भएको खोलामा एउटा मल्टिसेल कल्भर्ट बनाउन सक्नुहुन्न। 18 लाख रुपियाँ वार्षिक तलब खाएर मोज मस्ती गरिरहने सांसदहरूलाई जिताएको पनि हामीले नै हो। हामी माफी माग्छौँ, क्षमा माग्छौँ, क्षमा प्रार्थी छौँ। हामीले गलत मान्छेलाई जिताएछौँ भन्ने कुराको प्रमाणित यो रानीबास खोलाको पुल नबन्दा यो देखिएको छ। यो ग्वार खोलाको बाटो भनेको रोल्पाको पश्चिमी बेल्टको डाङ र रोल्पा जोड्ने मुख्य नाका। यो बर्खाको समयमा ठुलै समस्या आउँछ। हिउँडाको लागि त अब जेन तेन तलमाथि अब गाडी चल्छन्। हिउँडाको लागि त्यति समस्या नभए पनि बर्खा अब असार लाग्यो भनेपछि हामीलाई उही पुरानै बाटो, उही पुरानै भिरपाखा बाटो अनि जानुपर्ने। दुख बिरामी अब यहाँका बुढाबुढी, केटाकेटी, कुनै अब सुत्केरी महिला बिरामीहरू
मान्छेलाई आवत जावत गर्न र लग्न ल्याउनलाई ठुलो कठिनाइ। यहाँबाट हामी त फर्केर कि त कपुरकोट भएर जानु पर्यो कि त फेरि होलेरी भएर घोराइ झर्नु पर्यो। त्यसले गर्दाखेरि हामीलाई साह्रै समस्या त्यही हो। हामीलाई अब कुनै अब डेलिभरी केस हुने भयो, अब कुनै एकदम इमर्जेन्सी बिरामी हो, तिनी बिरामीहरूलाई हामीले यहाँबाट यो अहिले अस्थायी पुल बनाएर बाइकबाट यहाँसम्म लिएर एम्बुलेन्स यहाँ बोलाएर हामीले तल अब कहाँ पुर्याउनु पर्ने हो त्यसलाई तत्कालै गर्नको निम्ति हामीले यो पहल गरिरहेका छौँ। र अब कहाँसम्म हुन्छ हामीले हाम्रा यहाँका जनताको यहाँका साथ सहयोगले हामी कहाँसम्म गर्छौँ। र अब गर्दै जाँदा अब सबैको साथ सहयोग पाइयो भने अलि राम्रो पुल पनि बनाउन सक्छौँ। नत्र भने हामी काठोको बाँसको जे हुन्छ त्यसले हामी वार पार बर्खाको लागि आवत जावत बनाउने हाम्रो योजनाले हामी यसरी लागिरहेका छौँ। यहाँको समस्या भनेको अब त्यही अहिले त लगभग ठिकै छ। हिँड्दाखेरि अब बाटो चाहिँ निर्माण भयो, अब निर्माण हुँदाखेरि जो सहज चाहिँ भयो। पुल नहुँदाखेरि चाहिँ एकदमै यहाँको जनताको जीवनस्तर चाहिँ एकदमै गाह्रो छ हिँड्नलाई। पुल बर्खामा चाहिँ ठुलै भल आउँछ सर यहाँ त। यति पुरा भलले चाहिँ यहाँनिर ठुलै भल आउँछ। कुनै पनि मान्छे त के गाडी कुनै पनि केही पनि नजाने अवस्था हुन्छ। त्यो कारणले गर्दाखेरि पुल निर्माणको लागि हामीले जनसरमदानद्वारा चाहिँ पुल निर्माण गर्दैछौँ अनि लगभग लागेको छ। अलिअलि काम पनि हुँदैछ। धेरै पटक भयो यो बजेट माग गर्न लागेको पनि, अब कतिपय बजेटहरू आएर पनि काटिएको सर। त्यो भएको कारणले गर्दाखेरि अहिले चाहिँ आफै श्रमदान अब भएन, बजेटले अब सरकारले हेरेन। हामी चाहिँ अब आफै जनसरमदानद्वारा चाहिँ काम गरौँ। धेरैजना मिलेर सबैलाई चाहिँ वडाको वासीहरू सबैलाई चाहिँ बोलाएर गरौँ भन्ने चाहिँ एउटा सानो समिति गठन गरेर काम गर्न लाग्छौँ सर। यहाँ पुल नहुँदाखेरि के समस्या छ? समस्या भन्नुहोस् त। पुल नहुँदाखेरि चाहिँ के हो, बर्खा लागेर बिरामी भएर हिँड्नु पर्ने, भिरको बाटो विभिन्न ढुङ्गा खसेर चोट लाग्ने हो कि भन्ने डर, अब खोला टरेर जामुन बगाउने डर, पुलको समस्याले गर्दा बर्खामा हिँड्ने दुःखको लागि अब बाबु बच्चै बोकेर भए पनि श्रमदान गरौँ कि सहयोग होला। अब आर्थिक सहयोग गर्न नसके पनि अब काम ढुङ्गासम्म बोकेर सहयोग गरौँ एकदमै आवश्यक भएको हुनाले अब कतैबाट सरकारले नि नहेरेको हुनाले अब आफै श्रमदान गरेर बनाउनु भनेर अब सबैले सहयोग गरेर सुरु भइरहेको छ काम। यहाँ हिउँदा चाहिँ गाडी चल्छ, बर्खाको लागि समस्या छ। हामी बर्खाको लागि चाहिँ बाइकलाई एम्बुलेन्स बनाएर कोही पनि बिरामीहरू नमरौँ, सेवा सुविधाबाट वञ्चित नहुन् भन्नको लागि चाहिँ हामी पुलको थाल्ने गर्न सुरु गरिरहेको छौँ। र यो राज्यले बाटो त खनिदियो, यो बाटो के काम हुँदैन, बर्खा चल्दैन, 6 महिना चल्छ, 6 महिना चल्दैन, यो के काम हुँदैन। यसको लागि तत्काल पुल बनाउन पर्ने हो। यहाँसम्म गरेका छौँ, यता पारितिर यहाँसम्म चाहिँ गरिसकेका छौँ। हजुरहरूलाई के अपिल छ भने सक्नुहुन्छ भने आर्थिक सहयोग गर्नुहोस्, सक्नुहुन्न भने भौतिक सहयोग गर्नुहोस्, के कसरी हुन्छ सहयोग चाहिँ गर्नुहोस्। हजुरहरूको खाँचो छ, त्यो बेलामा चाहिँ सबको सहयोग गर्नु होला।